हामीसँग यो एउटा पोटेन्सियोमिटर छ जसमा चाहिँ हामीले के गर्छ भने एउटा इन्टरनल रेजिस्टेन्स नाप्नु पर्यो। यसको लागि चाहिँ म चाहिँ के गरेँ त नि भन्दाखेरि चाहिँ यो चाहिँ डाइभर्सियल भयो। यो चाहिँ यो वायरमा चाहिँ एउटा सर्टेन एउटा पोटेन्सियल सेट गर्छ। अनि यसको यो इएमएफ E1 छ। यसको इन्टरनल रेजिस्टेन्स चाहिँ के छ भने चाहिँ आर माने मैले आर छ र यसको इन्टरनल रेजिस्टेन्स आर छ भने सदा सुरुमा चाहिँ मैले अनि यो कीलाई चाहिँ मैले चाहिँ कनेक्ट गरेँ भने चाहिँ यति मात्र सर्किट यति सर्किट मात्रै हेऱ्यो भयो नि त यति सर्किट भनेपछि चाहिँ म चाहिँ के गर्छु भन्दाखेरि चाहिँ ब्यालेन्स कन्डिसन राख्छु। चाहिँ E1 इज डाइरेक्ट प्रोपोर्सनल टु L1 भयो। L1 माने अब चाहिँ मैले चाहिँ कनेक्ट गरेँ भने चाहिँ मैले के लेख्छु भने B इज डाइरेक्ट प्रोपोर्सनल टु L2। अब इन्टरलिङ्क गरेँ E1 बाई B L1 बाई L2 भयो होइन। अब लाग्न सक्ला मैले चाहिँ पहिला चाहिँ E1 लेखेँ पछि चाहिँ B लेखेँ। यसलाई चाहिँ मैले किन लेखेँ त नि भन्दाखेरि चाहिँ मैले किन लेख्नु भने चाहिँ यदि कुनै पनि एउटा ब्याट्री हो पहिला ब्याट्री हो अनि कुनै पनि एउटा अरू रेजिस्टरहरूसँग हामीले त्यहाँबाट करेन्ट पठाइन्छ छैन भने चाहिँ हामीले त्यसको के गर्न सक्छौँ भने चाहिँ इन्टरनल रेजिस्टेन्सलाई चाहिँ हामीले के गर्न सक्छौँ नेगलेक्ट गर्न सक्छौँ। तर यो सेकेन्डचोटिमा चाहिँ जब मैले कीलाई चाहिँ क्लोज गरेँ हामी चाहिँ के गर्नु सक्छ भने यो यहाँबाट करेन्ट चाहिँ के तलबाट आइरहेको मैले सर्टेन बाई रेजिस्टेन्स आर माने भनेपछि चाहिँ म चाहिँ योमा चाहिँ मैले चाहिँ इन्टरनल रेजिस्टेन्स चाहिँ मैले चाहिँ के गर्न सकेन भन्दाखेरि चाहिँ इन्टरनल रेजिस्टेन्स चाहिँ मैले के गर्न सकेन त नि भन्दाखेरि चाहिँ नेग्लेक्ट गर्न सकेन यो सेलको लागि भनेपछि चाहिँ अब मलाई चाहियो E1 बाई B यो चाहिँ के चाहियो रेसियो चाहियो भनेपछि मैले के गर्न सक्छु भन्दाखेरि चाहिँ मैले के गर्न सक्छु यति सर्किटलाई हेर्ने हो भने यस्तो हो। यो चाहिँ E1 छ अनि यता चाहिँ रेजिस्टेन्स बक्स छ। रेजिस्टेन्स बक्समा चाहिँ हामीले के राख्यौँ भन्दाखेरि चाहिँ अरू चाहिँ छ यस्तै ग्याल्भोमिटर छ यता छ यता चाहिँ प्लस डाइभर्सियल के छ। अब चाहिँ मैले रेजिस्टेन्स आर माने भनेपछि हामीलाई एउटा फर्मुला थाहा कि टोटल इएमएफ भनेको चाहिँ के हो त नि भन्दाखेरि चाहिँ टोटल इएमएफ भनेको चाहिँ E1 भयो। E1 भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ भोल्टेज मल्टिप्लाई टोटल रेजिस्टेन्स प्लस टोटल रेजिस्टेन्स भनेपछि के भयो E1 बाई B भनेको चाहिँ E1 बाई B V इक्वल टु IR हो। नै अलग कन्फ्युजन भयो खासमा यस्तो है हामी थाहा V इक्वल टु IR भनेपछि टोटल इएमएफ भनेको चाहिँ के हो भन्दा चाहिँ टोटल इएमएफ भने चाहिँ E इक्वल टु करेन्ट सर्किटमा चाहिँ I मान मैले सर्टेन एउटा करेन्ट I बगिरहेको भने चाहिँ टोटल रेजिस्टेन्स चाहिँ टोटल इएमएफ चाहिँ I मल्टिप्लाई बाई टोटल रेजिस्टेन्स हुन्छ। टोटल रेजिस्टेन्स अफर्ड बाई द सर्किट भनेपछि टोटल रेजिस्टेन्स R प्लस R छ। अब मलाई E बाई B चाहिएको भनेपछि E बाई B लेख्न पाएँ मैले यहाँ अनि I बाई B R प्लस R गरेर हामीलाई V इक्वल टु R भनेपछि I बाई B भनेको चाहिँ कति भयो 1 बाई R प्लस R लेख्न पाउँछु मैले यहाँ 1 प्लस R बाई R लेखेँ। अब यसलाई यहाँ यो भ्यालु चाहिँ यहाँ माथि लगेर राखिदिउँ भनेपछि के पाउँछौँ 1 प्लस R बाई R भनेको चाहिँ के पाउँछौँ भन्दाखेरि चाहिँ के पाउँछौँ यहाँ इक्वल टु L1 बाई L2 R भनेको चाहिँ L1 माइनस L2 -1 टाइम्स R लेख्न पाउँछौँ।